हेलो गाइज वेलकम टु माई मिनी भ्लग। हामी चाहिँ सबैजना बसन्तपुरतिर घुम्न गएको थियौँ होइन। भिडियो बनाउँदै गर्दाखेरि मम्मीहरू चाहिँ अचानक गायब भयो अनि हामी चाहिँ खोजेको भयो क्या। अनि फाइनली हामीले चाहिँ मेरो बाबुलाई भेटेँ। कालबारी अगाडि उभिराख्नु भएको रहेछ। अनि मेरो बाबु चाहिँ पुरै ढोका भनेको पुरै भुइँमै ढोगिरहेको थियो कि। अनि त्यसपछि फेरि अगाडि गएर उसलाई चित्त नबुझेर अगाडि गएर पनि ऊ ढोगी नै रहेको छ क्या। Look at him guys. मेरो बाबुको चाहिँ ढोग्न सोक्न ल्याएर उसलाई हिँड्नतिर लगिरहेको थियो। ऊ चाहिँ भुइँको त्यो मकैहरू टिपिरहेको थियो क्या। अनि टिपेर त्यसले त पछि त्यो मुखमा हाल्छ क्या। हेर्नु है गाइज, मेरो बाबु चाहिँ एकदमै चकचके भएको छ क्या। अब टडलर भएर होला, एकदमै चकचके बेसी भयो। अनि त्यसपछि टुटुटी हिँडेर त एउटा बच्चाको खेल्ने कुरा देखिरहेको थियो। अनि गएर त उसको खोज्छ बनायो पुरै सामान खोज्छ। अनि दिनै मान्दैन। अनि हामी चाहिँ त्यो हेऱ्यो नदिइरहेको क्या। अनि जबरजस्ती दिन लगाएँ होइन। अहिले थ्याङ्क यू पनि भन्न लगाएको तर गरेन। अनि उसलाई चाहिँ फेरि हामीले त्यहाँबाट निकालेर अर्को ठाउँमा लिएर जाने भनेर गइरहेको थियो। लास्टमा फेरि घुमी फेरि त्यही जान लागेको थियो। फेरि तानेर मम्मीले अनि अर्को ठाउँमा लिएर गयौँ। अनि उसलाई बोलाएको मेरो अगाडि आइरहेको थियो। अनि पछि त म भन्ठानेर अरू नै मान्छे बाटोमा गइरहेको थियो। अनि मम्मीले बोलाएपछि चाहिँ मन भएको ठाउँमा दौडेर जाँदै रहेछ। अनि उसलाई झन्मन ढोका साइडमा लगेर खेलाउनु पऱ्यो, बच्चाहरू धेरै छ भनेर त्यहाँ लगेको थियौँ होइन। उसले चाहिँ त्यहाँ एउटा स्कुटी खेलिरहेको बच्चा देखेँ क्या। अनि उसलाई चाहिँ त्यही चाहियो भनेर त्यो स्कुटी भएको बच्चातिर दौडे गरेर हैरानी बनायो। पछि उसले त मलाई नै देख्दैन, मलाई खोजेको भएको छ। अनि त मलाई देख्छ दौडिँदै आउँछ। अनि फेरि अनि उसलाई चाहिँ ऊ र म खेल्नु पऱ्यो भनेको त उसको ध्यान चाहिँ सबै त्यही स्कुटीवाला बच्चाकै ठाउँमा छ कि। उसलाई चाहिँ स्कुटी एकदम मन परेको छ कि किन होला जस्तो भन्ने सोच भएको छ। त्यो स्कुटी भएको बच्चालाई फलो गर्दा ब्याङल्याङ अनि लडेर त अनि उठेपछि त अनि ऊ चकचक गर्न नछोड्ने भए पो भन्नु। फेरि उसको फेरि सुरु। अनि उसलाई मैले फेरि घुमाएको त अनि पछि उसलाई रिङ्गटा लागेछ क्या। हेर्नु कस्तो जाँडा कस्तो बच्चा जस्तो गरेर हल्दिन्छ। फेरि दौडिनतिर लागिरहेको थियो। अनि मैले चाहिँ फेरि उसलाई समातेर घरतिर फर्किनु पऱ्यो भनेर चाहिँ हामी लाग्यौँ। अनि घरतिर हामी चाहिँ असन हुँदै जाने भनेर गएको थियौँ मेन रोड चोकबाट। अनि स्याटरडेको दिन चाहिँ स्टलहरू लाग्ने दिन थियो। अनि हामी चाहिँ त्यो स्टलहरू हेर्दै असनतिर लाग्यौँ। अनि त्यसपछि असनदेखि चाहिँ अनि हाम्रो घरतिर जाने बाटोमा चाहिँ तरकारी बजार लाग्छ। त्यसपछि म गएँ मामाको पसल पापडी चाट खानको लागि। मम्मीहरूलाई चाहिँ घर पठाइदिएँ। अनि म अनुष्का अनि सासना भएर चाहिँ पापडी चाट खान थाल्यौँ हामी चाहिँ होइन। गम खाँदैछौँ, हामी पनि गम खाँदैछौँ। अनि हामी त्यसपछि लाग्यौँ सिगलतिर तरकारी किन्नलाई। अनि तरकारी किन्ने पसलमा पुगेर तरकारी लिएँ। अनि हामी घरतिर फर्केँ। आजको लागि त्यति नै गाइज, बाई बाई, टेक केयर।